हेलो गाइस, सबैजनालाई दर्शन नमस्ते। आज चाहिँ धेरै समय पछाडि मेरो युट्युब च्यानलमा एउटा नयाँ भिडियो पोस्ट गर्दैछु। तपाईहरुले लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला अनि साथ र सपोर्ट पनि दिनुहोला है त। नमस्ते। Suba Digital, enjoy with us. सुन्दरी फुरफुर उनी पुतली बस्यो फुलको थुङ्गामा नदेखिने गरेर सुन सुन बैमानी नगर न मनमानी फुरफुर उनी पुतली गयो डाली चुमेर खाउला मिठो मसिनो निदाउला तिम्रो काखैमा कुन फुल रहेछौ कुन्नी तिमी फुल्याउने मेरो आँखैमा भए शेर फुल नभए लाउला लाछा डोरी उनैको सबको माया भइगुनी छ तिम्रो माया गुनैको जुन तारा सजाए मायाको देशमा बनाउला एउटा घर जति हेलो सम्पूर्ण गाइसहरु, नमस्ते। सम्पूर्ण मेरा साथीहरुलाई आज चाहिँ म चाहिँ थोरै समयमा मलेसियाको चाहिँ एउटा सहर देखाइरहेको छु। ठ्याक्कै ठाउँ चाहिँ थाहा भएन र मेरो काम चाहिँ यहाँ 2-4 दिनको लागि म गएर गर्नुपर्ने भएको हुँदा म यताबाट राम्रो दृश्य देखिँदो रहेछ रात्रिकालीन, त्यही चाहिँ पठाउँदैछु तपाईहरुलाई। सबैले हेरेर माया गरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला है। यो बीचको चाहिँ के होला भन्नु होला है, तपाईहरुले के हो भनेर सोध्नु होला। यो चाहिँ रेल स्टेसन के भन्छ, रेलवे है। यो चाहिँ क्रेनको बाटो हो, यो चाहिँ क्रेन हिँड्छ है। यहाँबाट चाहिँ रेल आवत जावत गर्ने गर्छ। यहाँ चाहिँ क्रेन स्टेसन हो, रेलको स्टेसन हो। यहाँ चाहिँ सबै मान्छेहरू क्रेन गरेर यहाँ क्रेनबाट घुम्नलाई आउँदो रहेछ, घुम्नको लागि जानलाई आउँदो रहेछ है। यस्तो पुरै आकाशे पुलमा रेल